गर्दा जस्तो टेन्सन जस्तो लाग्दैछ त हौ साह्रो टेन्सन भएको छ नि के को हो हौ तेरो भाउजूको साह्रो चिनाउँछ बेलुका भएपछि के भन्छौ के चाहिँ के चाहिँ चिलाउँछ बेलुका भएपछि भाउजूको के सुन्नु पर्छ हौ हौ साह्रो चिलाउँछ भन्छ के भएको के चाहिँ हौ जिउ के गर्नुपर्छ त्यसको लागि चाहिँ त्यसो त बेला बेला मेरो पनि रन्किन्छ नि त के चाहिँ रन्किन्छ तेरो चाहिँ फेरि दिमाग हो दिमाग ए अच्छा दिमाग रन्किन्छ के हुँदा चाहिँ रन्किन्छ हो बुढीले गर्दा नि हो खाना सब्जी पकाइदिँदैन ए पकाइदिँदैन कस्तो बुढी चाहिँ ल्याएछ अन्त बुढी त अलिक ढङ्गको ल्याउनु पर्छ नि ल्याउ भनेको पाउँदैन अन्त तेरो घरतिर बास बसे पाउँछ पाउनु त पाउँछ जाउँदैछ भने त के को हावा गर्छौ बुढीले त कोही कोही बेला त हरिजुङ जस्तो पनि खान्छ के भन्छ केमा चाहिँ चढ्छ बुढी रुखमा भन्दा एकछिन पर्ख होइन कुरो चाहिँ यो कि बुढी र त चाहिँ सँगै सुत्छस् कि फाल्टो सुत्छ यसो पाहुनाहरू आउँदा सँगै नि हो भेट बनाऊ भने मिस्त्री भ्याउनु छैन अन्त के गर्नु सँगै सुत्नु पर्यो सँगै सुत्ने ल हौ त्यसो भने त चाहिनु त पर्दैन जस्तै छ पर्दैन हो किन हौ भरे बाउको अनाज चिम्से छोराको अनाज फाल्टै भयो भने त खतमै हुन्छ त हो अहिले त्यसो भने यहाँ त तल जाउँ त बाटो यहाँ तल सजिलो छ कहाँबाट यता अरालो ए यता छ लु जाउँ त्यसो भने जाउँ त कहाँ छ बाटो चाहिँ भयो तलबाट जानुपर्छ अब के गर्नु यस्तै छ बाटो चाहिँ कतिको छिटो हुन्छ यहाँ छिटो हुन्छ नि लु जाउँ तेरो चाहिँ चालामाला ठिक लागेन किन हौ यता बाटो के चाहिँ गर्छौ चालामाला ठिक लागेन किन हौ बाटो त्यसै आउँछु नि कहाँ पुगे हो म साथीको घर पो जाउँ भनेको त कहाँ लडे पठायो यसले त यस्तो साथी बन्नु भन्दा त 5 मिनट जस्तो उकालो भयो आइपुग्यो निकै साह्रो लडाएको छ नि मराले सुराले बेचार यहाँ आइपुगेछ हौ अब चाहिँ घर लाग्छु म जस्तो त्यस्तो